उहापोह। जुन दिन म आकाश बन्न सङ्घार नागेर निस्किए, जुन झै शीतल आमाको मनमा ग्रहण लागेको थियो, घाम झै चम्किलो बाको अनुहारमा बादल मडारिएको थियो। म सपनाको सुनौलो बिहानी खोज्न निस्किएँ। बा आमा साँझमा चरागुण फर्किएको कल्पनामा भुल्न थाल्नुभयो। पुरानो झोलामा नयाँ सपना थियो। सुरुमा त सपना हलुका लाग्छन् नि। जब थपिन्छ घरसँगको दूरी, जिम्मेवार हुनुपर्ने मजबुरी, बाँच्न गरिने सङ्घर्षको लुच्छाचुडी, रहरको भारी र सहरको लाचारी, थपिँदै जान्छ सपनाको तौल, घट्दै जान्छ परिश्रमको मोल र अन्त्यमा हात लाग्छ शून्य। रहरको चस्मा लगाएको आँखाले नदेखेका विगत स्मृतिको ग्यालरीबाट फुत्त निस्किएर आँखै अगाडि फिजारिन्छ। आमाको ओसिलो आँखा, बाको कापिरहेको हात। ओहो, मेरो सपनाले त संसारकै खुसी मान्छेलाई पनि रुवाएको थियो, संसारकै बलियो मान्छेलाई पनि गलाएको थियो। म नाथेलाई थकाउनु के अनौठो भएर। बल्ल बुझे, सङ्घार नागेपछि मात्र जङ्घार आउँछ। हरियो राहदानीसँग सपना साटौँ नसोचेको पनि होइन, तर विमानस्थलको विदाई कक्षको परिकल्पनाले नै तर्साइदियो। माटो छोड्ने बेला मान्छेलाई बाटो बिराए कि भन्ने डर लाग्छ। सकुशल फर्किन सक्दिन कि भनेर आँखाले त्रास खसाल्छ। कुशलताको कामनासहित गाला सुमसुम्याइरहेको हातहरूको यही स्पर्श अन्तिम भयो भने म हिँडिरहेछु त्रसित मन, आतङ्कित जीवन लिएर। चढाएर रहरको तिलाञ्जली, अर्पेर सपनालाई श्रद्धाञ्जली, निरन्तर हिँडिरहेछु म, जस्तो जतिसुकै अतिक्रमण र आक्रमण सहँदै बागमती बगेको छ। कैयौँ गल्छेडाहरू पार गर्दै, धमिलिँदै, अल्मलिँदै, सङ्लिँदै बग्नु त रहेछ जीवन। जीवन अर्थात् उहापोह, आरोह अवरोह। के छ दाइको रियाक्सन? गजब गजब यार। सुरुमा त सपनाहरू पनि हलुका लाग्ने रहेछन्।